हेलो गाइज, के छ खबर तपाईँहरूको। फाइनल्ली आज चाहिँ हामी समुद्र घुम्न आएको है। समुद्रमा आउँदाखेरि यस्तो उटहरू पनि देखियो र हामी उटहरू हेरिसकेपछि एकछिन नुहाउन पनि पस्यौँ। त्यसपछि समुद्रमा त्यहाँनिर माटो मुनि के चिज भेटिँदो रहेछ, यस्तो शङ्खाको खोल जस्तो, त्यो शङ्खा जस्तो है। त्यो खोज्नलाई माटो पन्साको पानीले खालि रोके गर्दो रहेछ, पानीको छाल आएर यति समस्या गराएको थियो कि त्यही पनि मैले कन्टिन्यू गरिराखेँ, त्यसलाई गर्न छाडिनँ है। लास्टमा चाहिँ यस्तो निस्किँदो चाहिँ यहाँ हेर्नु है त, म यहाँ निकाल्दैछु है। बल्ल बल्ल हल्का त्यहाँ भेटाएर मैले त्यहाँ निकाल्न आएको छु। पानीको छालले निकाल्न आयो कि फेरि पानीको छाल आर्दै जति निकाल्यो त्यति त्यही उतै लगेर हराएको हराइ गएर वाक्क पारिसकेको थियो है। त्यसपछि चाहिँ मैले जबरजस्ती पानीलाई छेकेर भए पनि निकालेँ। लास्टमा यस्तो निस्क्यो, हेर्नु त यसलाई के हो कसो, तपाईँहरू चिन्नुहुन्छ? तपाईँहरू भन्नु त। त्यहाँबाट हामी निस्किसकेको थियौँ है। त्यसपछि त्यही अनि रात पऱ्यो आउँदा बाटामा। त्यहाँबाट चाहिँ हामी रात परेपछि रुमतिर आयौँ।